हेलो गाइज, आज हामी जियोलॉजी को प्रैक्टिकल नंबर 3 स्टडी अफ पर्मानेंट स्लाइड अफ प्रोटोजोआ तेमा हुने एमोबा र पारामेसियम को फिगर र त्यसको कमेन्ट हेर्न जान्छौँ। ओके, सो हामी एमोबा को स्लाइड में छौँ। सबभन्दा पहिला त प्र्याक्टिकल कपीमा त्यसको फर्मेट मिलाउनु पर्यो। सो सबभन्दा पहिला माथि 1 इंच, साइडमा 1 इंच लिनु पर्यो। यो साइडमा डेट मेन्सन गर्नु पर्यो, जुन दिन प्र्याक्टिकल भएको हुन्छ क्लासमा त्यो। र माथिमा अलिकता त्यो लाइनलाई टच नगराइकन अलिकता माथि लेख्ने स्टडी अफ पर्मानेंट स्लाइड अफ प्रोटोजोआ। र योमा सबभन्दा महत्त्वपूर्ण यो क्लासिफिकेसन लेख्नुपर्छ र त्यसको तल मुनि साइडमा नगरेर तल अलिकता तल गएर त्यसको फिगर बनाउने टाइममा ध्यान दिनुपर्ने कुरा यो साइडमा लेबलिङ गर्दा साइडमा सबै एकै नासको हुनु पर्यो, सबै एकै लाइनमा हुनु पर्यो मिलेको। त्यसरी गरेर गर्ने। तल नाम लेख्दा पहिला अन्डरलाइन गर्ने र त्यसपछि फेरि अन्डरलाइन गर्ने, किनभने यसलाई डबल अन्डरलाइन गर्नुको कारण यो साइन्टिफिक नेम हो, त्यही भएर गर्ने डबल लाइनिङ। र त्यसपछि कमेन्टहरू त्यहाँ यो साइड पेपरमा लेख्ने कमेन्ट्स अन एमोबा र फर्स्ट कमेन्ट यसरी गर्दा 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 10 वटा कमेन्ट गर्ने। फेरि एमोबा पछि पारामेसियम, त्यसको फिगर चाहिँ यसरी गर्ने। यो क्लास 11 को 2082 मा बुकमा त प्र्याक्टिकल बुकमा दिएको छैन, तर पुरानो बुकमा दिएको छ, त्यहाँबाट गर्ने। छैन भने यहीँबाट गरिलिने, अब युट्युबबाट नै। र यसको पनि पारामेसियमको डबल लाइनिङ गर्ने, किनभने यो पनि साइन्टिफिक नेम हो, त्यही भएर। र क्लासिफिकेसन चाहिँ यसमा पनि मेन्सन गर्ने जरुरी छ। अनि फर्मेट चाहिँ त्यसरी सेम टु सेम, डेट फेरि लेख्नु अनि कमेन्ट्स चाहिँ यसरी। सेम कमेन्ट लेख्दा हुन्छ। फिगर चाहिँ यस्तै ड्र गर्ने सेम।